हेलो गाइस, सबैजनालाई 2022 सालको नयाँ वर्षको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्ण मेरो नेपाली साथीभाइहरूमा, छरछिमेक, आफन्त, मैले चिने नचिने व्यक्तिहरूमा सबैजनालाई 2022 सालको शुभकामना व्यक्त गर्न चाहन्छु। ढिलै भए पनि यो भ्लग अलिकति ढिलो आउँछ। अनि तपाईँले देखिराख्नु भएको होला। अनि आजको प्लान चाहिँ हाम्रो के रहेको छ भन्दा पनि हामी ब्रेकफास्ट गएर चाहिँ चट्ट लाएर नजिकैको म्याकडोनल्ड सपमा गएर चाहिँ हामी त्यहाँ गएर बिहानको चाहिँ डिनर गरौँ भन्ने हिसाबले चाहिँ हामी सबैजना लाग्यौँ। अनि म तपाईँलाई इन्ट्रोड्युस गर्न चाहन्छु। अनि उहाँहरू चाहिँ हामीसँगै बस्नु, हाम्रै घरमा बस्नुहुने दाइहरू हुनुहुन्छ। अनि उहाँ एकदमै हेल्पफुल हुनुहुन्छ उहाँहरू। अनि तपाईँले अनि त्यहीँ नजिकैको म्याकडोनल्डमा गएर हामीले चट्ट लाएर बिहानको हामीले डिनर चाहिँ इन्जोय गऱ्यौँ। अनि त्यसपछि बेलुका आएर चाहिँ अलिकति चट्ट लाएर चाहिँ केही कुराहरू, खानेकुराहरू बनाएर खाऊँ भन्ने हिसाबले चाहिँ प्लान गरेका थियौँ। त्यही भएर हामीले पुलाउ, मासु, अचार अनि त्यसपछि सलाद हामीले बनाएर खायौँ सबैजनाले इन्जोय गरेर। अनि त्यसपछि हामीले स्न्याकमा चटपटे पनि बनाएको थियौँ। चटपटे एकदमै मिठो भएको थियो, खानेकुराहरू सबै एकदमै मिठो भएको थियो। भन्छ नि जिन्दगीमा खुसी सुख खोज्नको लागि चाहिँ कहीँ पनि जानु पर्दैन अरे क्या, नजिकै हुन्छ अरे भने जस्तै हामीले यसरी नै इन्जोय गऱ्यौँ। त्यस्तो कहीँ पनि बाहिरतिर घुम्ने सुम्ने रमाइलो समय गर्न कहीँ पनि गएन, घरमै बसेर चट्ट रमाइलो इन्जोय गरेर सबैजनाले हामीले इन्जोय गऱ्यौँ, बितायौँ। अनि तपाईँहरूलाई पनि फेरि पनि नयाँ वर्ष 2022 सालको धेरै धेरै शुभकामना ढिलो भए पनि। अनि मेरो आजको भ्लग यस्तै थियो। तपाईँहरूले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। अनि तपाईँहरू सबैजनालाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। अनि हामीले चाहिँ यसरी इन्जोय गऱ्यौँ नयाँ वर्ष 2022 सालको। हाम्रो सबैजनाको चाहिँ पहिलो नयाँ वर्ष हुनुपर्छ नेपाल छोडिकन, सायद कुनै अरू कन्ट्रीमा आएर हामीले मनाइरहेको छौँ। सो तपाईँहरू सबैजनालाई धन्यवाद भन्दै अहिलेको लागि चाहिँ बाई बाई।